जीवनको भागदौडमा हामी कतै हराइरहेका हुन्छौँ। शान्ति खोज्दै म पुगेँ एउटा यस्तो ठाउँमा जहाँ प्रकृतिले मलाई फेरि जिउन सिकायो। यो यात्रा सजिलो थिएन, घुमाउरो बाटो, उकालो अनि थकाइ, तर मनमा एउटा उत्साह थियो, आज केही नयाँ देख्नेछु। अनि जब म त्यहाँ पुगेँ, पहिलो नजरमै मन रोकियो। पहाडको बिचमा रहेको त्यो शान्त पोखरी, साँच्चै यो ठाउँ स्वर्गभन्दा कम लागेन। साथीहरू, एकचोटि यो ठाउँ आउनै पर्छ। त्यो पोखरी, पानी कति सफा, जस्तो आकाश नै जमिनमा झरेको होस्। हावा चल्दा पानीमा आउने लहर मनलाई शान्त बनाउने जादु जस्तै। चारैतिर हरियाली, अग्ला रुखहरू र त्यो प्रकृतिका सुन्दरता जसलाई शब्दमा बयान गर्न गाह्रो छ। मौसम एकदम चिसो थियो, तर त्यो चिसोमा पनि एउटा मिठास थियो। हावा चल्दा शरीर चिसो भए पनि मन भने न्यानो भइरहेको थियो। त्यहाँ बसेर मैले सोचेँ, हामी जीवनमा किन यति दौडिरहेका छौँ? खुसी त यस्तै साना साना कुरामा रहेछ। शान्ति त यस्तै ठाउँमा लुकेको हुन्छ। कहिले काहीँ आफूलाई समय दिनु जरुरी हुन्छ। फोन, सोसल मिडिया सबैबाट टाढा प्रकृतिसँग केही समय बिताउँदा मन हलुक्का हुन्छ। यो सुन्दर ठाउँ हो रौता माता, नेपालको एउटा लुकेको रत्न, जहाँ एकचोटि आएपछि फर्किन मन नै लाग्दैन। यदि तपाईँ पनि नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनुहुन्छ भने यो ठाउँ तपाईँको लागि पर्फेक्ट छ। साथीहरूसँग आउनुहोस् र अनकम्फर्टेबल मेमोरी बनाउनुहोस्। जीवनमा पैसा मात्र होइन, यस्ता अनुभवहरू पनि कमाउनु पर्छ। तपाईँ पनि यस्तो ठाउँ जान चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् र भिडियो मन पर्यो भने सेयर गर्नुहोस्।